नारुतो राम्रो कि वन पीस one of the most debatable topic or one of the most topic in entire internet एनिमे फ्यान्डमको बीचमा वार स्टार्ट हुन्छ यो टपिकलाई लिएर आज एनिमेकोले तिमीहरुलाई क्लियर गरिदिन्छ कुन चीजमा नारुतो अगाडि छ कुन चीजमा वन पीस अगाडि छ र ओभरअल हेर्ने भए कुन चाहिँ एनिमे अलिकति अगाडि छ सो ढिला नगरिकन लेट्स गेट स्टार्टेड एन्ड यो भिडियोमा चाहिँ म सातवटा पोइन्टलाई एक्सप्लेन गर्छु पपकर्न लिएर बसिहाल केटाकेटी हो इन्टरटेनमेन्ट मेरो ग्यारेन्टी सुरुमा त कुरा गरौँ स्टोरीको कुनै पनि एनिमेलाई राम्रो हुनलाई स्टोरी त चाहिन्छ एन्ड दिस टु एनिमेज आर वान अफ द बेस्ट एनिमेज द्याट एभर एक्जिस्टेड सो यिनीहरूको स्टोरीमा त केही कम्प्लेन गर्नै मिल्दैन तर स्टोरीको बारेमा अलिकति कुरा गर्नुपर्ने भए भित्रै गएर चाहिँ नारुतोले कुरा गर्छ धेरै जसो फ्रेन्डसिपको बारेमा अनि त्यसपछि आफ्नो ड्रिमको बारेमा उसको सपनाको बारेमा पेनको बारेमा रिडेम्सनको बारेमा इमोसनल स्टोरीलाई अलिकति बढी टच गर्छ नारुतोले अब हामीले वन पीसको कुरा गर्ने इमोसनल स्टोरी वन पीसमा पनि अनलिमिटेड छ एकदम धेरै छ तर वन पीसले मेनली फोकस गर्छ आफ्नो एडभेन्चरमा वन पीस भनेको एउटा एडभेन्चरर एनिमे हो कमेडी छ एडभेन्चर छ इमोसनल स्टोरी पनि छ तर इमोसनको मामलामा अलिकति पछाडि नै छ जस्तो लाग्छ मेरो हिसाबमा वन पीसले मेनली फोकस गर्यो भनेको एउटा त रह्यो एडभेन्चर त्यसपछि गएर वर्ल्ड त्यसपछि गएर फ्रिडम यति तीनटालाई चाहिँ वन पीसले एकदमै धेरै महत्त्व दिन्छ एन्ड इमोसनल स्टोरी र कमेडी त अब स्टोरीको एउटा पार्ट भइ नै हाल्यो एन्ड यिनीहरूको स्टोरीको डिफरेन्सको बारेमा कुरा गर्नुपर्ने भए चाहिँ नारुतो अलिकति सिरियस निन्जातिर जान्छ भने वन पीस चाहिँ एउटा ह्युज एडभेन्चर स्टोरीतिर जान्छ एट द स्टार्टिङ अब अहिलेसम्म पनि त्यस्तै नै केस छ वन पीस इज स्टिल गोइङ अन सो वी डोन्ट नो एनिथिङ अबाउट द एन्ड अब वर्ल्ड बिल्डिङको बारेमा कुरा गर्नुपर्ने भने नारुतो चाहिँ एकदमै पछाडि छ यो कुरामा अफकोर्स उसले जति देखाएको छ एकदमै राम्रोसँग देखाएको छ तर वर्ल्ड बिल्डिङको बारेमा कुरै गर्दाखेरिमा कति देखाउन सक्यो र त्यसलाई कति चाहिँ युटिलाइज गर्यो भन्दाखेरिमा चाहिँ वन पीसले अलिकति धेरैले मार्जिनले सरपास गर्छ नारुतोलाई नारुतोको ठाउँमा केही भिलेजहरू केही कन्ट्रिजहरू मात्र देखाएको छ भने वन पीसले लिटरली एउटा वर्ल्डलाई नै सिम्बलाइज गरेर बनाएको छ ग्रान्ड लाइनदेखि लिएर फिसम्यान आइल्यान्डसम्मको त्यो यात्रा इच एन्ड एभ्रिथिङ वी इन्जोयड इट अ लट and everything has been explained pretty well so कम्प्लेन धेरै छैन वन पीसको स्टोरी बिल्डिङको बारेमा नारुतोसँग कम्पेयर नगर्दै राम्रो होला वन पीसले अफकोर्स जित्छ अब एनिमेको बारेमा कुरा गरेपछि मेन क्यारेक्टर भनेको त त्यो एनिमेको जान हो मुटु हो अब जान र मुटुको बारेमा कुरा गर्नु पर्दाखेरिमा नारुतोले स्पेसली फोकस गर्छ आफ्नो ड्रिमलाई टु बिकम होकागे तर किन भन्न चाहन्छ त ऊ होकागे किनकि इच एन्ड एभ्री वान इनसाइड द भिलेज अर टु बी अनेस्ट भिलेज बाहिरको मान्छेहरूले पनि होकागेलाई एकदमै रेस्पेक्ट गर्छन् उसलाई एकदमै मान्छन् सबैले एक्सेप्ट गर्छन् त्यही भएर बिकज द किड वान्ट्स टु बी एक्सेप्टेड बाई एभ्री वान ऊ सबैले आफूलाई एक्सेप्ट गरोस् भनेर मात्रै होकागे भन्न चाहन्छ भनेपछि यु क्यान जस्ट थिङ्क अबाउट हिज पेन यो स्टोरीले चाहिँ मेनली इमोसनलाई अलिकति बढी टार्गेट गर्छ अब त्यही ठाउँमा मङ्की लुफीको कुरा गर्ने भए चाहिँ यु वान बी अ किङ अफ द पाइरेट लुटेराको राजा भन्न चाहन्छ एकतिर छ गाउँको रक्षक अर्कोतिर छ लुटेराको राजा जोग है एन्ड मङ्की डी लुफीको कुरा गर्दाखेरिमा चाहिँ उसलाई फ्रिडम चाहियो मजाले खाना पाए हुन्छ एन्ड वान थिङ यु वान प्रोटेक्ट हिज लभड वान्स अर टु बी अनेस्ट हिज फ्रेन्ड्स अब मेन क्यारेक्टर बेसमा कम्पेयर गर्नु भने चाहिँ नारुतोको स्टोरी अलिकति इमोसनल छ अलिकति तिमीहरूको रोलर कोस्टर टाइपको जान्छ भने लुफीको चाहिँ अलिकति सिम्पल छ तर इन्जोयबल चाहिँ छ अब सोनन एनिमेको वान अफ द मेन हाइलाइट भनेको नै फाइट्स हो फाइट्सको बारेमा कुरा गर्नु पर्दाखेरिमा नारुतोले चाहिँ निन्जा ट्याक्टिक्स त्यसपछि गएर आइक्यू यस्ता चिजहरूमा एकदमै फोकस गर्छ उसले चाहिँ क्रिएटिभिटीहरू यस्ता चिजहरूमा एकदमै फोकस गरिरहेको हुन्छ भने अर्कोतिर वन पीसले चाहिँ एबिलिटी अनि त्यसपछि गएर तिम्रो ह्याक्स तिम्रो पावर त्यस्ता चिजहरूलाई बढी फोकस गरिरहेको हुन्छ अब यो दुईटाको बारेमा डिफरेन्स थाहा छैन भने यु रियली निड टु वाच दिज सोज वन्स अगेन तर फाइटकै बेसमा कुरा गर्न पर्ने हो भने चाहिँ नारुतोको फाइट चाहिँ अलिकति बढी ट्याक्टिकल र स्ट्राटेजिक हुन्छ वन पीसको कम्पेरिजनमा गर्दाखेरिमा है वन पीसको पावर सिस्टम पनि अलिकति हल्लिएको जस्तो लाग्छ अहिले तिमीहरू मागेस पटक छौ भने तिमीहरू आफैलाई थाहा होला यसको पावर सिस्टम कहिलेकाहीँ अलिकति तलमाथि भइ नै रहेको हुन्छ एन्ड यसको मैले अहिलेसम्म रिप्रोडक्टिभ सिस्टम नै बुझ्न सकेँ होइन यस्तो भास्ट भइसकेको छ कहाँ सिरा होसीको आमा यत्रि चाहिँ कहाँ चाहिँ बाउ कत्रो बडा त्यो जायन्ट भन्दा ठुलो छ भनेपछि त्यो सिरा होसीको आमाले सिरा होसीलाई कसरी जन्मायो होला म त्यो पनि सोचिरहेको छु अब दुईवटै वान अफ द लङ्गेस्ट एनिमे भनेर चिनिन्छन् नारुतोको 720वटा एपिसोड छ भने वन पीसको 1100 भन्दा बढी एनिमे एपिसोड आइसक्यो एन्ड इट्स स्टिल गोइङ अन एन्ड अन आई थिङ्क 1400-1500 भन्दा तल चाहिँ रोकिनेवाला छैन अब यसको बेसिसमा त अब अफकोर्स वन पीसले कहाँ अगाडि छ होइन बट नारुतो इज कम्प्लिट प्याकेज है अब कुरा गरौँ एनिमेको हाइलाइट भन्दा पनि अझै माथिको चिज भिलेन
तिनीहरूको क्यारेक्टर डेभलपमेन्टदेखि लिएर तिनीहरूको पावरदेखि लिएर उनीहरूको हिस्ट्रीदेखि लिएर इच एन्ड एभ्रिथिङ एकदमै इन्ट्रेस्टिङ हुनपर्छ। यदि एनिमेको भिलेन्स नै गतिला छैनन् भने हिरो जतिसुकै मोटिभेसनल होस्, जतिसुकै जेसुकै गरोस्, एनिमेको मुटु हो यार भिलेन भनेको। यदि भिलेनै गतिलो छैन, यदि भिलेनसँग नै आफ्नो एउटा भिजन छैन, उसले के गर्न चाहन्छ, उसले के चाहिँ एचिभ गर्न चाहन्छ होइन, उसले किन गर्न चाहन्छ, यस्ता उसँग केही लजिक छैन भने त्यो एनिमे नै लजिकल हुँदैन कि। अब फर इक्जाम्पल नारुतोको कुरा गर्ने भयो, नारुतोको भिलेन्स 80 to 90% each and every villain just wants peace, except है, except ककाजुहरू। The only thing you can have faith in is money. अरू सबैलाई चाहिँ पिसै चाहिएको छ। तर अब हामी अर्को ठाउँमा कुरा गर्छौँ वान पिसको भने दे वान्ट डिस्ट्रक्सन अन्टिल नाउ, बट अहिले हेर्दाखेरिमा सायद रिभेन्ज पो हो कि जस्तो लाग्छ। अहिलेसम्म हामीलाई ब्ल्याक बेल्टको बारेमा धेरै थाहा छैन, इमुले के चाहन्छ त्यो पनि हामीलाई थाहा छैन। सो लेट्स वेट फर द्याट। म अहिलेको केसमा चाहिँ नारुतोको भिलेन्सहरूलाई अनेस्टली राम्रो मान्छु एन्ड छन् पनि जस्तो लाग्छ मलाई, एन्ड आई डोन्ट थिङ्क कि कसैले यो कुरामा अब्जेक्ट गर्छ। अब अर्को पोइन्टको कुरा गर्ने भयो पपुल्यारिटी। अब दुइटै बिग थ्री हुन्, ब्लिच सहित बिग थ्रीमा छन् यिनीहरू। तर अब पपुल्यारिटीकै बारेमा कुरा गर्ने भए चाहिँ युरोपियन एरियादेखि लिएर अमेरिकन एरियासम्म अलिकति बढी पपुलर छ वान पिसहरू। तर एसियाको कुरा गर्ने भए चाहिँ यसमा चाहिँ नारुतो बढी पपुलर छ। अनि यति बुझ्न जरुरी छ कि एसिया चाहिँ अलिकति बढी पपुलेसन भएको ठाउँ हो, इन्डिया र चाइना यहीँ पर्छ भनेपछि पपुल्यारिटी पनि सिमिलर लेभलकै छ, बट आई थिङ्क अलिकति बढी पपुलर नारुतो पो हो कि जस्तो लाग्छ। एन्ड आई डोन्ट नो अबाउट इट, मैले यो बारेमा चाहिँ धेरै रिसर्च गर्नु भएको छैन, सो आई थिङ्क है। अब मैले एउटा सिम्पल समरी बनाएको छु, सर पढेर सुनाइदिइहाल्छु। क्याटेगोरी छ, विनर छ, एकतिर क्याटेगोरी एकतिर विनर। क्याटेगोरीमा वर्ल्ड बिल्डिङ हेर्ने भयो वान पिसले जित्छ, इमोसनल स्टोरी अफकोर्स नारुतो, फाइट स्ट्राटेजी ट्याक्टिक्स अर भनौँ फाइटिङ स्पिरिट्सहरू यस्ता चिजहरूमा नारुतो। एडभेन्चर हेर्ने भयो वान पिसले जित्छ। अब लेन्थ हेर्ने भयो वान पिसको अब कहाँ हो। अब त्यसपछि गएर पेसिङको कुरा गर्छ भने नारुतोले जित्छ, फिलसको कुरा गर्छ भने पनि नारुतोले जित्छ। अब त्यसपछि पेसिङको कुरा गर्छ भने नारुतोले जित्छ, फिलर्सको कुरा गर्ने भने ब्लिचले जित्छ। अब कहाँबाट वाइल्ड कार्ड एन्ट्री हान्यो भन्छौ भने अब तिमीहरूलाई थाहा होला ब्लिचको फिलर्सको बारेमा। सो आजको लागि भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ भिडियो। सबै हेरेको छौ भने कमेन्ट, लाइक, सब्सक्राइब गर्न नबिर्स्यौ। थ्याङ्क यू, सी यु इन द नेक्स्ट भिडियो, बाई बाई।